रूपमा नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय कमिटीको सदस्य तथा दाङ जिल्लाका इन्चार्ज कमरेड शीतल हुनुहुन्छ र उहाँलाई म यो अन्तिम वक्ताको रूपमा आजको कार्यक्रमलाई सम्बोधन गरिदिनको निमित्त म हार्दिक अनुरोध गर्दछु। देशमा संसदबाट पास गर्न हदैसम्मको कसरत गरिराखेका संसदवादी तथा सत्ताधारी पार्टीहरूले कसरत गरिराखेको एमसीसीका विरुद्धको विरोध प्रदर्शनपछि कोन सभामा परिणत भएको र कोन सभामा आउनुभएका विभिन्न हाम्रो वामपन्थी पार्टीका नेता कमरेडहरू, हाम्रो पार्टीका सम्पूर्ण जिम्मेवार कमरेडहरू आम यो कार्यक्रममा सहभागी, यो आन्दोलनमा सहभागी सम्पूर्ण आम जनसमुदायहरू र यो कार्यक्रमको सुरक्षाको निम्ति खटिराख्नुभएका सुरक्षा निकायका मित्रहरू र कार्यक्रमलाई नियाल्दै हाम्रो कार्यक्रमको नजिकमा आउनु भने यस दाङको घोराइका व्यापारी, बुद्धिजीवी, पत्रकार र सबै जनसमुदायहरूमा म नेपाल कम्युनिस्ट पार्टीको तर्फबाट सर्वप्रथम क्रान्तिकारी लाल अभिवादन टक्राउन चाहन्छु। उपस्थित मित्रहरू, हामी आज नेपालमा पास दलाल पुँजीपतिहरूले पास गर्नुपर्छ भन्दै संसदबाट पारित गराउन पैतलादेखि टुप्पीसम्मको बल लगाएर एमसीसीलाई पास गर्ने उचेष्टा गरिराखेको बेला देश राष्ट्रघाती एमसीसी सम्झौताको विरुद्धमा हाम्रो पार्टी र हाम्रा सम्पूर्ण 6वटा मित्र पार्टी हामीले संयुक्त रूपमा त्यसका विरुद्धमा हाम्रा आन्दोलनका कार्यक्रमहरू अगाडि बढाइरहेका छौँ। यही आन्दोलनको कार्यक्रम अन्तर्गत आज तपाईँ हामी यो सडकमा हामी उर्लेर आएका छौँ। विद्यार्थी भाइ बहिनीहरू, सम्पूर्ण जनसमुदायहरू, हामीले के महसुस गरेका छौँ भने हामीले यो कार्यक्रम सामान्य प्रकारले सम्पन्न गर्ने, मोटामोटी 2-2.5 सयको उपस्थितिमा सम्पन्न गर्ने हामीले त्यो सोचिरहेका थियौँ। जब एमसीसीका विरुद्धको एउटा कुरा आइसकेपछि विद्यार्थी जगतबाट र जनसमुदायबाट स्वैच्छिकपूर्ण ढङ्गबाट जसरी यो एमसीसीका विरुद्धमा आन्दोलनमा उत्रिनु भयो, सर्वप्रथम सबैलाई धन्यवाद दिन चाहन्छु। आदरणीय जनसमुदायहरू, आज देशमा एमसीसी पास गर्ने तकारो एकातिरबाट अगाडि बढिरहेको छ। त्यसका विरुद्ध नेपालको मातृभूमिको आशा गर्ने, माया गर्ने, नेपाली जनताको विकास र प्रगति चाहने क्रान्तिकारी प्रगतिशील बुद्धिजीवीहरू त्यसका विरुद्ध देशव्यापी रूपमा केन्द्रित भएको छ। तपाईहरुलाई थाहा छ, हामीले सामान्य तयारीबाट यो गरिरहेका छौँ। आज देशभरि 6वटा पार्टीको आयोजनामा, संयुक्त आयोजनामा देशव्यापी रूपमा एमसीसीका विरुद्ध यो आन्दोलन अगाडि बढिरहेको छ। हामी काठमाडौँमा देख्छौँ, हामी पूर्व बेजिङ, पश्चिम महाकाली, जहाँसुकै भन्नुहोस्, व्यापक रूपमा हाम्रा कार्यक्रमहरू अगाडि बढिरहेका छन्। मैले भन्न खोजेको कुरा के हो भने नेपालमा एमसीसी राष्ट्रघाती सम्झौता पास गर्ने देश एउटा दलालको शक्ति मात्रै छैन, त्यसका विरुद्धको क्रान्तिकारी शक्ति पनि एउटा जजन्यमान भएर अगाडि बढिरहेको छ। यो कुरामा तपाईहरु सबैलाई जानकारी बनाउन चाहन्छु।
आदरणीय मित्रहरू हामी यसो किन गर्दै गइरहेका छौं के हो एमसीसी तपाईहरुले नियालेर यो विषयलाई हेर्नु पर्ने के हो एमसीसी तपाईहरुले स्पष्टसँग बुझ्नु पर्छ हिन्द प्रशान्त रणनीति हो एमसीसी बनेको हिन्द प्रशान्त रणनीतिको एउटा अभिन्न अंग हो एमसीसी बनेको यो रणनीति चीनका विरुद्ध र दक्षिण एसियालाई कन्ट्रोल गर्ने हिसाबले अमेरिकी साम्राज्यवादले सन् 1947 मा गठन गरेको थियो जुन मैले भने यो हिन्द प्रशान्त रणनीति सन् 1947 मा अमेरिकाले गठन गरेको थियो लक्ष्य के थियो भन्दाखेरि दक्षिण एसियालाई घेर्ने र चीनलाई कमजोर बनाउने उद्देश्य सहित यसको गठन गरिएको तर आज भन्दा अगाडि यो संस्था यो सैन्य रणनीति एसियाको पूर्वी दक्षिण भागमा सीमित मात्रामा थियो आज यो हिन्द प्रशान्त रणनीति दक्षिण एसियाको पूर्वी भागमा आफ्नो ताकतले कन्ट्रोल गर्ने हिसाबले आइराखेको स्थिति छ त्यही अन्तर्गत नेपालमा यो एमसीसी लागू भनेर एउटा पैसाको बिटो डलरको बिटो देखाएर नेपालमा प्रवेश गर्दैछ यही प्रवेश नगराउ हामीले दलालहरूलाई यही कुरा भनेको अमेरिकी सैन्य रणनीतिलाई चाहिँ नेपालमा प्रवेश गर्न दिन हुँदैन त्यो राष्ट्रघात हुन्छ त्यो जनघात हुन्छ र त्यो नेपाली जनताको विपरीत हुन्छ नेपालको संविधान विपरीत हुन्छ नेपालको कानुन विपरीत हुन्छ त्यसकारण यसलाई ल्याउनु हुँदैन हामीले भनेको तर कतिपय संसदवादी पार्टीहरू अहिलेका संसदवादी पार्टीहरू एमसीसी पास नगरी नहुने गरेर पैतलादेखि टुप्पीसम्मको बल लगाएर त्यो हरकत गरिराखेको तपाईहरुले देखेका हामी भन्छौं हामीले सुनेका छौं कतिपय संसदवादी अझ स्पष्टसँग भन्दा कांग्रेसका अहिलेका नयाँ महामन्त्री गगन थापाको एउटा कुरा सुनेको थिएँ उहाँले के भन्दै हुनुहुन्थ्यो भने हामी एमसीसी पास गर्न सक्छौं तर हामीले पास गर्दाखेरि जनताले ताली बजाउने कि नबजाउने उहाँको जनताप्रति क्वेशन हामी भन्छौं उहाँप्रति क्वेशन गर्छ यदि गगन थापाहरूले दलालहरूले एमसीसी पास गर्दा तालीको कुरा गर्छन् भने एमसीसी पास गरेपछि हामी के पटकाउने ताली पटकाउने कि के पटकाउने आज यो भन्न सकिँदैन हामी जे पनि पटकिन सक्छ नेपालको रक्षाको लागि नेपाली जनताको रक्षाको लागि जे पनि पटकिन सक्छ भन्न सकिन्छ त्यसकारणले हामी यो पनि भन्न चाहन्छौं यो खबरदारी गर्न चाहन्छौं कि एमसीसी पास गर्नु हुँदैन यदि गरियो भने हामीले तिम्रो एमसीसी र एमसीसी पास गर्ने दलाल शक्तिहरूलाई एउटै ध्यानमा पर्ने गरिकन जनताको शक्ति तयार भएको छ जनता तयार छ त्यसकारण खबरदार भन्न चाहन्छौं हामी कुनै हालतले पनि नेपालमा एमसीसी लागू गर्नु यो कुरा हामी भन्न चाहन्छौं आदरणीय मित्रहरू एमसीसी मैले भने यो उसको सैन्य रणनीति हो नेपालमा एमसीसी को नाममा डलरको पिरोभित्र घुसाएर अमेरिकाको सेना आउँदैछ हामी सचेत हुन जरुरी छ अमेरिकाबाट हतियार आउँदैछ यो कुरा हामी सचेत हुन जरुरी छ अमेरिकाबाट त्यति आउँदैछ
उसको उद्देश्य छ, एउटा लक्ष्य छ। उसको उद्देश्य भनेको दक्षिण एसियामा कम्युनिस्ट प्रभाव बढ्दै गएकोले उसको टाउको दुखाइको विषय बन्न गएको। अमेरिकी साम्राज्यवादले चाहन्छ भने दक्षिण एसिया र विशेष नेपालबाट कम्युनिस्टहरूको प्रभाव बढ्दै गएको हुँदा यो कम्युनिस्टको प्रभावलाई निस्तेज पार्ने उद्देश्यमा यो एमसीसी पारित गर्ने उद्देश्य एक नम्बरमा। दुई नम्बरमा के छ भन्नुहुन्छ भने हाम्रो देशमा अमेरिकी सैन्य अड्डा खडा गर्ने उसको योजना। देशमा सैन्य अड्डा खडा गर्ने र चीनमा आर्थिक प्रभाव दक्षिण एसियामा जुन आर्थिक बढ्दो प्रभाव छ यसलाई कन्ट्रोल गर्ने र आफ्नो बजार विस्तार गर्ने यो उद्देश्य अमेरिकी साम्राज्यवादले लिएको छ। यस कारण यहाँ नेपालमा एमसीसी ल्याउँदैछ। अर्को कुरा नेपालका विभिन्न प्रकारका प्राकृतिक सम्पत्तिहरूमा अमेरिकी साम्राज्यवादको नजर लागिरहेको छ र प्राकृतिक सम्पत्तिको दोहन गर्न जबरजस्त आफ्नो सेना प्रयोग गरेर हाम्रो सम्पत्तिमाथि के अरे उसले कब्जा जमाउन खोजिराखेको स्थिति। त्यसले गर्दा हामीले भन्यौं एमसीसी कुनै हालतमा पनि पास हुन दिनु हुँदैन। त्यस्तै गरेर यहाँ विभिन्न प्रकारका स्वार्थ अनि अमेरिकाको यो योजना हुँदै जाने बेला यत्रो घातक राष्ट्रघाती योजना अमेरिकाले ल्याउँदै गर्दा नेपालका दलालहरूले किन पास गर्ने तर्क अगाडि बढाइरहेका छन्। यो कुरालाई तपाईँ हामी एउटै शब्दमा के बुझ्न सक्छौँ भन्दाखेरि नेपालका दलाल सत्ताधारी दलालहरू अथवा सत्ता बाहिरका दलालहरू एउटै कुरा मात्रै चाहन्छन्, नेपालको सम्पत्ति बेच्ने, नेपालको सम्पत्ति लुट्ने, चोरेर खाने, चोरेर विदेशीहरूको पाउ मल्ने, विदेशीलाई खुसी बनाउने, तर आफ्नो सत्ताको कुर्सी कहीँ पनि भत्किन नपाओस्, कुर्सीको सत्ताको लागि देश बेच्ने, चोर्ने विभिन्न प्रकारका उनीहरूका यो जनविरोधी क्रियाकलाप छन्। यसले गर्दाखेरि यही गर्न खोजिरहेका छन्। त्यसकारण हामी भन्छौँ खबरदार यो गर्न पाइन्छ। खबरदार यो गर्यो भने जनताको एउटा क्रान्तिकारी फेलले तिम्रो एमसीसी र तिम्रो दलाल चरित्र र त्यसका पात्रहरू एउटै चिहान बनाइदिन्छ। त्यसकारण हामी एमसीसीका विरुद्धमा अगाडि बढिरहेका छौँ। आदरणीय मित्रहरू, एमसीसी अहिले पास हुन्छ कि हुँदैन हामीले देखेका छौँ। कतिपय वामपन्थी पार्टी तर सरकारमा सत्तामा सहभागी पार्टीका केही व्यक्तिहरूले त्यसको विरोध गरिराख्नु भएको छ। त केही निमित्त कारणले के कारणले भन्ने कुरा पनि हेर्नु होला। निमित्त कारणले त्यसको विरोध गरिरहेका छन्। तर उनका मालिकहरू, उनका नायकहरू, उनका कमान्डरहरू एमसीसी पास नगर्नुभन्दा मर्नु ठिक भन्ने प्रकारले अगाडि बढेका। त्यसले गर्दाखेरि उहाँहरूलाई संसदवादी पार्टीभित्रका सकारात्मक, देशप्रति सकारात्मक दृष्टिकोण राख्ने व्यक्तिहरूप्रति हाम्रो सहानुभूति छ। तर उहाँहरूलाई हामी के भन्न चाहन्छौँ भने तपाईँको मालिकको मुठ नाग्न पनि तपाईहरु सक्नुहुन्छ। त्यसकारण देशलाई बचाउने हो भने आउनुहोस्, हामीसँग हातेमालो गर्नु, आउनुहोस्, आन्दोलनमा अगाडि बढौँ। तपाईहरु त्यही रहेर त्यो कुरा गर्न सक्नुहुन्छ। त्यसैले हामी भन्छौँ, ठोकुवा दिएर भन्छौँ, अमेरिकी यो एमसीसी सम्झौता पास भयो भने नेपालमा के होला?
स्थिति के होला नेपाली जनताले सुनेर बस्ला हामी कुनै पनि हालतमा नेपाली जनता र प्रगतिशील पार्टीहरू क्रान्तिकारी पार्टीहरू चुप लागेर हामी बस्ने छैनौं। नेपाली जनताको लाखौं लाख नेपाली जनताको सहयोगमा समर्थनमा आन्दोलनको बलमा हामी त्यसलाई समाप्त पारेर हामी हाम्रो नेपालको रक्षा नेपाली जनताको प्रगति नेपाली जनताको उन्नति को बाटोमा हामी सदैव अगाडि बढ्नेछौँ। यो कुराप्रति हाम्रो नेपाली जनताहरूलाई हामी विश्वास दिलाउन चाहन्छौँ। आदरणीय जनसमुदायहरू हाम्रो एउटा अर्को तर्क पनि छ। जबसम्म नेपालमा संसदीय व्यवस्था जीवित रहन्छ नेपाली जनताले आन्दोलन गर्नुपर्ने दिन कहिले आउँदैन। नेपाली जनताले खबरदारी गर्नुपर्ने दिन हराउँदैन। कोशीको कुरा हेर्नुहोस्, गण्डकीको कुरा हेर्नुहोस्, महाकालीको कुरा हेर्नुहोस्, यस्तै राष्ट्रघातहरू पनि पहिला पनि गर्दै आएका आजको सम्झौता भन्दा हिजो 7-8 वटा ठुला ठुला राष्ट्रघाती सम्झौता गरेका तर नेपाली जनताले आन्दोलन गर्दै गरिराखेकै छ। त्यसका विरुद्ध आज पनि नेपाली जनता छ तर यसको विकास हामीले भेटाएका छैनौं। नेपाली जनताले भेटाएको छैन। यो कारण एक मात्र छ कि नेपालमा संसदीय व्यवस्था जहाँसम्म रहन्छ नेपाली जनताले आन्दोलन गर्नुपर्ने, दुःख कष्ट गर्नुपर्ने, रगत बगाउनु पर्ने दिनको अन्त्य हुने छैन। त्यसकारणले म यही मञ्चबाट सम्पूर्ण उपस्थित मित्रहरूलाई के पनि भन्न चाहन्छु, सुरक्षा निकायका मित्रहरूलाई पनि के भन्न चाहन्छु भने नेपालमा अब एउटा मात्र विकल्प हो। नेपालमा जनताको आन्दोलनको आदिगरी सृष्टि गरेर एमसीसीलाई खरानी बनाउने र संसदीय व्यवस्थालाई बदलेर वैज्ञानिक समाजवादमा जानु आज जनताको लागि, देशको लागि, राष्ट्रको लागि र सबै पार्टीहरूको लागि र सुरक्षा निकायको लागि, नेपालको सुरक्षा शक्तिको लागि, सबैको लागि यो एउटा अनिवार्य विषय बन्न गएको छ। त्यसकारण यो अनिवार्य विषयमा पनि सम्पूर्ण मित्रहरूले आफ्ना अध्ययनहरूलाई अगाडि बढाउँदै आन्दोलनमा सहभागी हुँदै एमसीसीलाई चलाउँदै र नेपालमा संसदीय व्यवस्थाको अन्त्य गर्दै वैज्ञानिक समाजवादमा अगाडि बढ्ने एउटा कठोरका साथ अगाडि बढौँ भन्ने कुरा सहित म तपाईँहरूबाट बिदा हुन्छु। अभिवादन।